प्रियजनहरू र आत्मीय मनहरू, रौतहट जिल्लामा निर्दोष 14 जना मान्छेहरूलाई इटाभट्टीमा हालेर मार्ने त्यो राक्षस छ नि, त्यो अब्ताल आलम भन्ने, त्यो साला पहिलाको मन्त्री पनि रहेछ। त्यो साला चाहिँ जेल मुक्त भएछ। एउटा यो दुःखद खबर हो। यो नहुनु पर्ने थियो। त्यो अपराधीलाई चाहिँ सजाय हुनु पर्थ्यो, भएन। अब हाम्रो देशको कानुन यस्तै छ, राज्य सत्तामा बसेका मान्छेहरू यस्तै छन्। यो देशमा चाहिँ गरिबलाई बाँच्न गाह्रो छ। मिहिनेत गरेर दुःख गरेर आफ्नै पसिना आफ्नै परिश्रममा बाँच्छु भन्ने मान्छेहरूलाई बाँच्न निकै मुस्किल छ। यो घटनाले चाहिँ नि पुष्टि भयो र यो देशमा चाहिँ व्यथिति भइरहेछ, अन्याय भइरहेछ, अत्याचार भइरहेछ। अब यो अन्याय अत्याचार गर्ने भइराखेको कुराहरूको विरोध गर्ने हो भने एउटा चुनौती के छ भने यसले कानुनको उल्लङ्घन गर्यो भनेर सजायको भागीदार बनाउन सक्छन्। अथवा त्यो न्यायाधीशहरू जसले चाहिँ नि अदालतको चार पर्खालभित्र न्यायको हत्या गरिरहेछन्, त्यो मुलाहरूको तिनीहरूलाई श्रीमान भनिन्छ। त्यो श्रीमान मुलाहरूको चाहिँ नि विरोध गर्ने हो भने अदालतको न्यायालयको अपमान गर्यो भनेर यिनीहरूले विभिन्न कानुनका दफा उपदफा ऐनहरू लगाएर हैन सजायको भागीदार बनाउने सम्भावना पनि छ। भए पनि जे जस्तो भए पनि यो अन्याय अत्याचार यो व्यथिति चाहिँ सहेर बस्नु हुँदैन। किनभने अहिले त्यो रौतहटका निर्दोष मान्छेहरू, गरिब मान्छेहरू, हैन निर्धा मान्छेहरू, त्यो पहुँच नभएका मान्छेहरू चाहिँ नि इटाभट्टीमा पोलिएर मारियो भने भोलि हामी पनि हाम्रो पनि पालो आउन सक्छ कि। यिनीहरूले हामीलाई पनि बाँकी राख्दैनन्। त्यही भएर यसको चाहिँ विरोध गर्नै पर्छ र अपराधीहरूलाई, राक्षसहरूलाई चाहिँ नि यो देशमा हाम्रो समाजमा चाहिँ तिनीहरूलाई बाँच्ने अधिकार छैन जस्तो मलाई लाग्छ। केही अब कता कता घर भएका केही युवा साथीहरू, तिनीहरूलाई म धन्यवाद भन्छु जसले चाहिँ नि अदालतभित्रै गएर त्यो गलत फैसला गर्ने न्यायाधीशहरूलाई चाहिँ मुसो दलेछन्, त्यो साहस गरेछन्। त्यो युवा भाइहरू, अब तिनीहरूसँगको घर कहाँ हो के हो त थाहा छैन। तिनीहरूलाई म चाहिँ नि धन्यवाद भन्न चाहन्छु। र हामी सबैले चाहिँ विरोध गर्नुपर्छ यस्ता घटनाहरूको। न्यायको रक्षा गर्नुपर्छ, सत्यको रक्षा गर्नुपर्छ, असत्य अन्याय अपराधहरूको हामीले विरोध गर्नैपर्छ भन्ने मेरो विचारहरू राखेँ। र यहाँ यो देशमा चाहिँ राज्य सत्तामा बसेका मान्छेहरू, मन्त्री प्रधानमन्त्री भइसकेका मान्छेहरू, न्यायाधीश भइसकेका मान्छेहरू, यिनीहरू नै अपराधी छन्। र यस्ता अपराधीहरू त्यो जतिकै ठुलो पदमा भए पनि त्यसलाई सहेर बस्नुहुन्न। त्यो अपराधीलाई चाहिँ सजाय दिनुपर्छ। सबैले आफ्नो ठाउँबाट बोल्नुपर्छ र त्यो अपराधका विरुद्धमा लड्नुपर्छ। न्यायको रक्षा गर्नुपर्छ, सत्यताको रक्षा गर्नुपर्छ, सद्भावको रक्षा गर्नुपर्छ र यी अपराधीहरूलाई चाहिँ नि यिनीहरूलाई चाहिँ ठिक गर्नैपर्छ, यिनीहरूलाई सजाय हुनैपर्छ भन्ने मेरो विचारहरू राखेँ। हस्, धन्यवाद।